हामी बोटानिकल गार्डनतिर हाम्रो फर्स्ट इयरका स्टुडेन्टहरू घुम्न आएका छौँ। यहाँ हाम्रो सर हुनुहुन्छ सुसेन्द्र सर, यता हाम्रो साथी अनि साथीहरू सबै अगाडि गइसकेका छन्। कमेन्ट सब्सक्राइब सेयर सब गरिदिनु होला। आज बोटानिकल गार्डन घुम्नलाई आएका छौँ। हामी केही बुझ्न जान्नको लागि हामी अगाडि बढिरहेका छौँ। जनता जान्न चाहन्छौँ हामी कहाँ छौँ भनेर। यो चाहिँ फिमेल पलान हो रे होइन, आएर यता चाहिँ मेरो साथीले आज केक समातेर हिँडेका छन्। उनले चाहिँ आइसक्रिम किन्नलाई पैसा हालेका हुन्, तर केक पनि समात्न पाए। निकै भाग्यमानी सोच्नुपर्छ मेरो साथीलाई। अनि सबै अगाडि बढिरहेको छौँ। यो चाहिँ सल्लाह है, यो चाहिँ डुबी सल्लाह हो क्या। यहाँ चाहिँ 1 लाख कोटी प्लान्टहरूको मिश्रण छ अरे। अहिले सरले भनेअनुसार चाहिँ यो चाहिँ आइसक्रिम लिएर आएको छ अरे। आइसक्रिम पग्लिन्छ भनेर खाने कुरा चल्दैछ। अब चाहिँ यता चाहिँ यो नाच्छन्। अब हाम्रो 16 जना स्टुडेन्ट चाहिँ बोटानिकल गार्डनमा आइरहेको छन्। रिता अधिकारी च्यानलको नामै त्यही छ कि भिखारी छ। साथीले चाहिँ मेरो युट्युब च्यानलमा क्लिक हानिरहेको छ होइन। अनि हाम्रो सर हुनुहुन्छ सुसेन्द्र सर। सर यो ठाउँलाई के भन्छ यसो भनिदिनु त। बोटानिकल गार्डन गोदावरी। रिताले चाहिँ साइट्रस दिइरहेछ। जानु बोल के तिमी रिताको पठायो भने सब्सक्राइब बढ्यो हो कि दिनमा बहिनी कुरा चल्दैछ। हात कस्तो दुखिरहेको। हाम्रो रिताको ह्याप्पी बर्थडे। केकको हालत चाहिँ यस्तैतिकै बिग्रिसकेको छ। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु रिता रानी घले। 10 रुपियाँ दिएर जानुहोस्। रामराज हजुर अटोग्राफ देऊ। फोर कलेक्सन हुँदैछ। हेलो सर, के छ खबर? तपाईँ यहाँको गार्ड हो? आउँछ दसमा हारमा आजको दिनै स्विट हुन्छ किनभने भर्खर स्विट देखेबाट हामी सुरु गर्यौँ। पल्टनमा माइलो मोटर चलाउने। यो चाहिँ हाम्रो भुजेल गाडी खोला। हामी चाहिँ बोटानिकल गार्डनभित्र हामी भर्खर चाहिँ छिरिसकेका छौँ। यहाँ चाहिँ स्टुडेन्टहरू हेर्नलाई एकदम तयार भएका छन्।
खानुपर्छ खाँदैछु युना के खाएको रे शिक्षा शिक्षा घाँस खाएको कि नै रे घाँस खाँदैछन् यता सुनिता बाई बाई गरिदियो तिनीहरूलाई राम्रो बाई बाई गरिदियो त बाई गर्नु फुलेको फुल तर आज एकछिन त रुच्न पर्छ सुमित के अरे राम्रो घर फर्किँदै पानी पर्यो थोरै पानी पर्यो त्यो मैले अफ गरिसक्छु कलेज जानु पर्दै आजको बोटानिकल गार्डन चाहिँ निकै रमाइलो भयो मैले चाहिँ त्यही भन्छु अब मेरो ओपिनियनमा चाहिँ बोटानिकल गार्डन निकै राम्रो छ फेरि पनि आउनुपर्छ एक्लैभन्दा अब साथीहरूसित आयो भने चाहिँ रमाइलो हुन्छ हामी चाहिँ अर्कोचोटि नै आउँछु त्यही लाग्यो ओके बाई बाई